हरेक मान्छे राजामुखी जस्तो गर्छ। राष्ट्रपतिको त के अर्थ भयो? राजै हो कि संविधानभन्दा माथिको संविधान मान्न नपर्ने जस्तो कुरा गर्छ। केही पनि भएन, केही पनि गरेन, अश्लील असभ्य गाली गलौज सामाजिक सञ्जाल हेरिसक्नु छैन। यस्तो बनाउन खोज्छन्। हाम्रो सभ्यता यो होइन। हामी एउटा सभ्य देशका सभ्य नागरिकहरू हौं, सभ्य मानिसहरू हौं। यस्तो असभ्यता यो हाम्रो संस्कृति होइन। हाहुका भरमा अराजकता मचाएको भरमा सत्ता कब्जा गर्ने, कहाँ पुग्ने भन्ने छैन, के गर्ने भन्ने छैन। उनीहरूसँगको सोच के हो त? कुन प्रणाली ल्याउन खोज्या? त्यो छैन। यो संविधान फाल्ने, कुन संविधान ल्याउने, कस्तो संविधान ल्याउने? राणा शासनतिर फर्किने, पञ्चायत कालतिर फर्किने, कता फर्किने?